आशिका तामाङ अनि शिष्टता र भद्रता एउटै व्यक्तिमा असम्भव छ भन्ने तथ्य उनले फेरि एकपटक पुष्टि गरेकी छिन्। आज बन्चरी डाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद आशिका तामाङले मेयरहरूलाई कुट्न मात्रै बाँकी राखिन्। हाम्रो यहाँ चाहिँ बन्चरी डाँडा त हुन्छ आशिकाको विशेषता जहाँ गए पनि लफडाबाजी गरिहाल्ने, भेट्टाएसम्म छेउछाउका मान्छेहरूलाई ठुला ठुला आँखा पल्टाएर हेर्ने, घोक्रोको नसा फुलाएर चोर औँला तेर्स्याएर थर्काइहाल्ने अनि तर्कसङ्गत कुरा गर्न नसकेपछि जुरुक्क उठ्ने, टुइक्का टुइ बाटो तताउने। आज झण्डै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले क्रोधित आशिकाको झापट भेटे। चिरीबाबुलाई जिउँदै निलौला झै गरी आक्रमण गर्ने क्रममा बीचमा काठमाडौँकी कार्यवाहक मेयर सुनिता डङ्गोललाई हेर्नुहोस्। आशिकाको उदण्ड क्रोध देख्न नसकेर आँखा चिम्लेर बसेकी छिन्। आशिका आफूलाई भगवान शिवको परम भक्त ठान्दछिन्, बेला बेला ताण्डव नृत्य पनि देखाउँछिन्, तर बेला मौकामा महादेवलाई नै उत्तानो पारिदिने खालको कडा रिस यिनको शरीरमा चढ्दछ। आज सिंहदरबारमा आशिकालाई यस्तै क्रोध चढ्यो। आखिर किन त? त्यो बताउनु अघि 2-4 लाइनमा भनिहालौं कि आशिकाहरूको यो रौद्रता र अश्लीलतालाई ध्यानमा राखेर अस्ति भर्खर रासोपा सभापति रवि लामिछानेले तेस्रो पटक आफ्ना सांसदहरूलाई मर्यादा र शिष्टताको पाठ पढाएका थिए। तर आशिकालाई पढाए पाठ 16 दुना 8 नै भयो। 2 दिन अघि मात्रै सामाजिक सञ्जालमा आशिकाले बाचा पनि गरेकी थिइन्। अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने कोसिस गर्नेछु। तर उनको बाचा र कोसिस वर्षाको भेलले बगाए जस्तै भयो। 2 दिन पनि टिकेन। उनी आफ्नो औकातमा झरिहालिन्। आखिर सिंहदरबारमा आज भएको चाहिँ के थियो त? सिंहदरबारमा सञ्चार मन्त्री विक्रम तिमल सिन्हाले काठमाडौँ उपत्यका सहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि बीच छलफल आयोजना गरेका थिए। उक्त छलफलमा काठमाडौँ उपत्यकाको प्राय सबै स्थानीय तहका प्रमुखहरूको उपस्थिति थियो। रासोपा सांसद तामाङ पनि सहभागी थिइन्। छलफलको विषय बन्चरे डाँडाको फोहोर व्यवस्थापनमा उत्पन्न समस्याबारे केन्द्रित थियो। सोही क्रममा जनप्रतिनिधिसँग सांसद तामाङको भनाभन भएको हो। आशिका तामाङले वास्तवमा जनताकै विषय उठाएकी थिइन्। एजेन्डाहरू सारमा नाजायज थिएनन्, तर उनी आफ्नै पारामा च्याठिन थालेपछि, आवश्यकता भन्दा बढ्ता हाउभाउ देखाउन थालेपछि उदण्डतामा परिणत भएकी थिइन्। त्यही बेला ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सहितले उनलाई सम्झाउन खोजेका थिए। यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन्। त्यतिकै बेसरी कराएर हुन्छ? मेयर साहबलाई कराएर हुन्छ? मेयर महर्जनले सांसद तामाङलाई प्रश्न गरेका थिए। यो कुरा त आउनु पर्थ्यो नि त। माननीय मन्त्रीज्यूहरूले यस्तो बैठक कन्डक्ट गर्दा यु मस्ट अन्डरस्ट्यान्ड द हिस्ट्री। त्यतिकै बेसरी कराएर मेयर साहबहरूलाई गाली गरेर हुन्छ? सो प्रश्नको जवाफमा प्रत्युत्तर दिँदै सांसद तामाङले भनिन्, आउनु पर्यो नि। आउनु त पर्यो त। पुनः मेयर महर्जनले जवाफ फर्काउँदै भने, आउँदै हुनुहुन्छ त। लगत्तै आशिकाले भनिन्, बन्चरे डाँडाका चाहिँ मान्छे होइनन्। अहिलेसम्म स्थानीय सरकार आँखा चिम्लिएको आरोप उनले लगाएकी थिइन्। आउँदैछन् त किन सबै सुन्नुहोस् तपाईँको कुरा चाहिँ निकै अलिकति आक्रामक छ। त्यस्तो कुरा हुँदैन। हेर्नुहोस् हाम्रो सुन्नुहोस् भोलिदेखि बन्चरे डाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै सांसद तामाङले बैठक नै छाडेर आफ्नै स्टाइलमा हिँडिन्। धादिङ क्षेत्र नम्बर 1 बाट निर्वाचित सांसद आशिका तामाङको यस्तो हरकत आज सामाजिक सञ्जालको अर्को भाइरल कन्टेन्ट बनेको छ। यिनको काम भनेकै बैठकमा बस्ने, वातावरण खलबल्याउने अनि झोला बोकेर हिँडिहाल्ने। यस्तो शैली संसदमा आशिकाको मात्रै होइन, खगेन्द्र सुनारको पनि छ। यी दुवै रासोपाका निर्वाचित माननीयहरू हुन्, तर माननीयहरूले आफ्नो मर्यादा र शिष्टता भुल्दा सांसदहरूको गरिमामाथि नै बार ठेस लागिरहेको छ।